हेलो गाइज, वेलकम टु आवर भ्लग है। आज चाहिँ हामी यहाँ मामा इभेन्टमा विशाल दाईको स्ट्यान्डअप कमेडी हेर्नको लागि आइरहेको छौँ। यहाँबाट हिँड्यो, वेदर लास्टै चिसो छ है। म चाहिँ कामबाट सिधै यता आएको, मायालु चाहिँ यता पछाडि हुनुहुन्छ है। ऊ घरबाट आयो, म कामबाट आएँ, पर्खिँदै अब लागौँ हामी मामा इभेन्ट्सतिर कमेडी स्ट्यान्डअप हेर्दिउँ। विशाल दाइले केही नआउनु फिनल्यान्डमा कितोस् भन्न चाहिँ सिकिसक्नु भयो है गाइस। हो है, म जस्तै हुनु हो है। म यत्रो महिना आएर पनि मलाई पनि कितोसै मात्र हो है भन्न आउने। यहाँबाट अब चाहिँ थर्ड फ्लोर रहेछ। अनि टिकट चाहिँ गाइस अनलाइनै काट्नु पर्छ, हामी काट्न लागिरहेको छौँ अब बल्ल। 2 3 गो सोको लागि आएको छौँ हैन। चिन गाइस को साइडमा बस हेर के दोस देऊ न त एउटा के दोस अहिले चाहिँ हामी मामा इभेन्टमा बसिरहेको छौँ। फिनल्यान्डको प्रेसिडेन्टलाई भन्दा बढी हामीले विशाल दाइलाई कुरिसक्यौँ। भेट्न चाहिँ अघि भेटिसक्यौँ, तर सो चाहिँ सुरु भएको छैन। 6 बजे भन्ने सोचेर आइयो, 7 बजेबाट सुरु हुने रहेछ। नेपाली टाइम भयो, नेपाली टाइम भयो होइन। विशाल दाइको लागि भुइँचम्पाले त थ्याङ्क यू सबैजनालाई आइदिनु भएकोमा एकदमै थ्याङ्क यू। टुडे आई विल स्विच टु नेपाली जस्ट फर योर कम्फर्ट। I can do this whole day, whole motherfucking day, but for your comfort I'll switch to Nepali. सास फुत्केला जस्तो लाग्छ नि। अब फिनिसमा नलाग्नु है, कितोस र भित्तु हो। सातना खैन सातना अब तिमीले एकछिन 15 मिनेट गरेर एकछिन गफ गर्नुपर्छ, एकछिन बिचमा नबोल कोही पनि। किनभने एकचोटि प्लिज सबैजनाको लागि ताली बजाउनु एकअर्काको लागि। म स्ट्यान्डअप गर्न आउँछु भने कसैलाई विश्वास छैन क्या। सजन श्रेष्ठ 2 चोटि युएस जाँदैछ क्या, पायल्सको जोक गरेर आउँछ त्यो मुखले मलाई कसैले पनि पत्याइरहेको छैन क्या। अनि फर्किने आधार के छ अरे, मुजी म फिनल्यान्डमा आएर लुक्छु। यो मुजी झाड जस्तो ठाउँ, दिउँसो रात पर्ने ठाउँ कोही लुक्छ। करियर बनाउन दमाउनै जान्छ कोही। कस्तो हेल्सिङले लुक्छु। मलाई त्यतिखेर चाहिँ एउटा के रियलाइज भयो भने म अलिकति एरोगेन्ट रहेछु जस्तो लाग्यो। भन्न त दुनियाँले भन्थे एरोगेन्ट छ भने त्यो मुझेहरू कुरा कसले पत्याउने होइन। तर मलाई त्यतिखेर चाहिँ आफूलाई चाहिँ के लाग्थ्यो, हम्बल एज फक। हम्बल एज फक म हुन्छ नि कसैले बिचलाई पर्दैन भने जस्तो होइन। अनि मलाई मान्छेहरूले के भन्दा हुन्छ नि, प्रायः मुझिदाई के गरिरहन्छ क्या। अनि यसरी एकदिन एउटा भाइले भेट्यो, कस्तो तिमीलाई हुन्छ कि हुन्न, आफ्नो पैसाले रहेछ क्या, भोलिपल्ट अलिक बेसी हाँगाले जस्तो हुन्छ। लामो नगर्दै गरे है। अङ्कलले कतिको थियो यो रक्सी? बुढा फर्क्यो, यसले दोस्रो ब्याङ्क माग्छ भने हजुर के रक्सी हो त? पञ्चामृत हो क्या मुझे। अब एउटा छाडा जोक गरौँ है। चाहिँ सक्यो स्टेज बिजी, फोटो सबैजना खिच्दै हामी गयौँ होइन। अब घरतिर लाग्नु परेको, सकिसक्यो। ल हामीले चाहिँ सक्यौँ। अब ट्रेन स्टेसन जाँदैछौँ है। विशाल दाइको यसो गर, यसो सुन्यो हरियो, यसो हाँस्यो हरियो होइन, मजाले हाँस्यो। अब लागिँदैछ घरतिरको। डिप्रेसन हटाउने बाटो चाहिँ कमेडी सो रहेछ है गाइस। गयो, एकछिन हाँस्यो, जमडा दुख्छ, जमडा दुख्छ भन्छ। अनि सक्यो अब अहिले चाहिँ। अब घरतिर चिसो त मिठो छ है। जाडो भएर यहाँ ब्याग बोकेर यसरी हिँड्दैछ। जाडो चाहिँ निकै धेरै नै छ भनौँ न, जाडो चाहिँ यहाँ